हेलो एभ्रिवान, वेलकम टु माई मिनी मुकबाङ ब्लग। आज म पकौडा बनाउन गइरहेको छु। पकौडा बनाउनको लागि मैले मैदा र पानी मिक्स गरिदिएँ। मिक्स गरिदिइसकेपछि त्यसमा मसला र नुन एड गरिदिएँ। त्यसपछि खुर्सानीलाई काटेर त्यसलाई बेसनमा हालिदिएँ। बन्दालाई पनि त्यसै गरी काटेर मैले बेसनमा हालिदिएको छु है। त्यसपछि काउलीलाई पनि काटेर मैले त्यो बन्दालाई मजाले बेसनमा गोलेर फेरि काउलीलाई पनि त्यसमै मिक्स गरिदिएँ। अब चुलामा आगो बालेर मैले त्यसमा कराई तताइदिएँ। त्यसपछि मैले लोप नगरिकन एक पोका तेल हालिदिएँ। काउलीलाई बेसनमा डुबाएपछि मैले काउलीलाई पालो तेलमा हालिदिएँ। त्यसपछि हाम्रो पकौडा बनेर त तयार भइसकेको छ। अब म घर नजिकैको वनमा गएर वन धनियाँ टिप्न थाल्छु। पालो यसरी वन धनियाँ टिपेँ। त्यसपछि म करेसा बारीमा जान्छु। करेसा बारीमा म लसुनको पत्ता टिप्नलाई गएको थिएँ। लसुनको पत्तालाई पालो गरेर टिप्न थालेँ। लसुन टिपेर पनि भइसक्यो। अब म जिरे खुर्सानी टिप्न जान्छु। यो पनि घर नजिकैको थियो। जिरे खुर्सानी मैले पालो टिप्न थालेँ। खुर्सानी टिपेपछि मैले त्यही धनियाँ र अनि लसुनको पत्तालाई मजाले धोएर त्यसलाई सिलौटामा राखेर पिसिदिएँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी मुकबाङ ब्लग। हजुरहरूलाई मेरो मिनी मुकबाङ ब्लगमा फेरि पनि स्वागत छ। आज चाहिँ पकौडाको आइटमहरू बनाएको छु है मैले। बेसनको पकौडा है, सससँग डुबाएर खानु पर्यो। कति मिठो, सोचेको भन्दा मिठो। सागको पकौडा, सिङ्गा साग हालेर बनाएको।